केरला, जसलाई भन्ने गरिन्छ गड ओन कन्ट्री। केरला जसको प्राकृतिक सुन्दरतालाई देखेर जसको पनि मन आकर्षण हुने गर्छ। हो त्यही केरला जसको भिडियो क्लिपहरू सोसल मिडियामा देख्दा कुन स्वर्ग ठाउँको हो भन्ने मनमा प्रश्न उठ्छ। नेपालमै हुँदा सोसल मिडियामा यस केरलाको सुन्दरता देख्थे र सोच्थे एक दिन कमाएर अवश्य पनि एकपटक घुम्न जानु छ भनेर। तर भाग्यवश आफू इन्डियामै पढ्ने भएकाले यो लगातार मैले 2 पटक केरला घुम्ने अवसर पाएँ र यो पटक मैले यो जर्नीलाई सक्दो फिल्म गर्न ट्राई गरेको छु। फर्स्ट डे 12 जनवरी 2026 राति 10 बजे हामी निस्किन्छौँ आफ्नो ठाउँबाट। अटो समातेर हाम्रो नियरेस्ट रेलवे स्टेसनसम्म हामी पुग्छौँ र त्यहाँबाट हामी 11 जना हाम्रो नियरेस्ट जङ्सनका लागि निस्किन्छौँ र एराउन्ड 12 बजे हामी पुग्छौँ हाम्रो आउने ट्रेन 1 बजेको वेटिङमा र 1 बजे ट्रेन आएपछि हामी ट्रेनमा लाग्यौँ। अभियसली हामी जेनरलमा ट्राभल गर्ने भएकाले हामी लास्ट स्ट्रगल गरी 10 घन्टाको यो जर्नी फ्रम काठपाडी जङ्सन टु कोची जङ्सनको 570 किलोमिटरको सफर पुरा गरी पुग्यौँ केरलाको एर्नाकुलम जङ्सन। हामी चाहिँ कोचीमा छौँ, कोची रेलवे स्टेसनमा। एन्ड यहाँबाट हामी जानेछौँ फर्दर ट्राभलको लागि डिफ्रेन्ट लोकेसन्स। र यहाँ छ हाम्रो पुरा साथीहरू। हेलो गाइस भन्दैम एकचोटि। हेलो गाइस। हेलो हेलो बोल सर। हेलो गाइस। कश्मीरी पंडित साला इतना दूर आ गया, कश्मीर से कन्याकुमारी हो गया तेरा। कन्याकुमारी घूमना पड़ेगा। और किधर गया भाई? कोची, केरला कोची। कस्तो रह्यो भाइ एक्सपिरियन्स? धेरै खटिया यार, यस्तो ट्रेनमा कहिले नआउने यार। यस्तो छ जिन्दगी भाइ, ट्रेनको सफर नराम्रो थियो एकदमै नै। स्ट्रगल गरेर हामीले आउनु पर्यो, जानुपर्छ जेनरल कम्पार्टमेन्टमा, धेरै भिड हुने गर्छ र त्यही कारण अलि स्ट्रगल गरेर आउनु पर्यो। बट केही छैन, अलिअलि निन्द्रा लागेछ। अनि अहिले हामी गएर होटेलमा खाना खान्छौँ र डिफ्रेन्ट लोकेसन घुम्छौँ र राति स्टे गर्नेछौँ। ओके। Can talk to me the way girl talk, the man fall back, come correct. All vanity, this life it beat the man, so the man come. यहाँ हाम्रो खाना पिना भइहाल्यो। पहिला खाना खाएर हामी लाग्यौँ ओसियन मेट्रो बोट एक्सपिरियन्स गर्न, जहाँ पुग्न 1 घन्टाको डिस्टेन्स कभर गर्नुपर्ने थियो। हामीले थाहा पायौँ कि यो वेमा सिटी मेट्रो जान्छ अरे, सो वाइ नोट गो थ्रु मेट्रो। हामी मेट्रो थ्रु जाने भयौँ। त्यसै बेला मसँग केही यस्तो हुन्छ। मेट्रो स्टेसनमा छौँ हामी र यहाँ यस्तो हुन्छ मेट्रो स्टेसन। अनि यहाँ हामीले टिकट बुकिङ गरेर छौँ र अहिले मेट्रोमा हामी जानेछौँ। यहाँ छ हाम्रो मेट्रोको टिकट। यहाँ हामीलाई एयरपोर्टको जस्तो ब्याग चेकिङ गराउनु पर्छ, ब्याग राखेर। Yes sir. Security distance allowed. Video is not allowed. Inside metro, not allowed. Oh sorry. So अहिले हामी चाहिँ वाटर मेट्रोमा गइरहेछौँ। वाटर मेट्रोको यहाँ चार्जेस भन्दा छ 200, बट हामी 11 जना छौँ, त्यसैले 2 जनाको डिस्काउन्ट पाइरहेछौँ। यहाँ छ हाम्रो वाटर मेट्रो। अहिले पानी पर्न थालिसकेको छ, हामीसँग रेनकोट ल्याएकै छैन। सो यस्तो छन् बोट्स। यो वाटर बोट हो यहाँ केरलाको। यार बोट गइरह भाइ, राम्रो भ्यू छ यार। त्यही त बवाल भ्यू छ। बोट नीचे देखिए भाई, मैं तो क्यों तो नहीं जा रहा हूँ। हेलो भाई गाइस, देखो फर्स्ट टाइम शिप चढ़ रहा हूँ गाइस। दिस इज बोटिंग गाइस। आपको बैलेंस बिगाड़ दिया भाई। हम जाइए इंडियन ओशन और कन्याकुमारीलाई जाका भाइ डिभाइड भएर छ 2टा पार्टमा। इन्डियन ओशन वेस्ट साइड और इन्डियन सी साइड। नहीं ले सर बस द पाइन उठ्न। टाइटैनिक भाइ, टाइटैनिक। हावा बबाल चिसो चलिरहेको छ।
होइन। अनि यहाँबाट भ्यूहरू पनि बबाल आइरह होइन। लाइफमा फर्स्ट टाइम होइन समुद्रमा मेट्रो बोटमा चढेँ हम। अनि बबाल एक्सपिरियन्स भइरह। यहाँबाट आइल्यान्ड देखिरह, यहाँबाट कोचीको पोर्ट देखिरह। यहाँ ठुलो ठुलो समुद्री जहाजहरू देख्न सक्नुहुन्छ जुन ट्रेडको लागि युज हुने गर्दछ एक कन्टिनेन्टदेखि अर्को कन्टिनेन्टसम्मको लागि। यो पुरा कोचीको पोर्ट हो कि। अनि यो अरेबिक सी हो। अहिले चाहिँ हामी अरेबिक सीको माथिमा मेट्रो बोटमा हौँ। कस्तो स्टेबल छ क्या पानीमा पनि, पुरा जहाज स्टेबल छ। सो अहिले चाहिँ यहाँ पुरा मजा आइरहेको क्या। फर्स्टमा चढ्दाखेरि अलिअलि डर पनि लागेको थियो होइन। अनि यहाँ पानी तल हेर्नु है कसरी गइरहेको होइन। अनि अलिअलि त डर लागिहाल्छ, तर अहिले पुरा मजा आइरहेको क्या। पुरा चिसो हावा चलिरहेको, मजा आइरहेको, हेर्न सक्नुहुन्छ हावा चलेको। अनि अलिअलि घाम हुँदाइरह। अनि यस्तो भ्यू देख्न मिलिरह, बबल भ्यू छ। अनि वरिपरि ठुलो ठुलो समुद्र जहाजहरू देख्न मिलिरह। अनि फर्स्टमा जुन डर थियो नि अहिले पुरा एक्साइटमेन्ट भइरहेको, पुरा मजा आइरहेको। हेर्नुहोस् है पानी पुरा मजा आइरहेको। I wanna be the life of the party. I wanna dance with somebody. Be ooh, 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 ooh. I wanna be the life of the party. I wanna hold on to somebody. Be ooh, 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 ooh. Living your life through a lens, perfect pretending. You think no one can tell, but everything's just fake now. पछि थाहा पायौँ कि बोटभित्र त पार्टी डान्स गर्न नि मिल्छ अरे। देन वी से व्हाई नट, लेट्स इन्जोय लाइक नेभर बिफोर। सो अहिले चाहिँ हामीले बोट टुरबाट आइसकेका छौँ र अब हाम्रो नेक्स्ट प्लान छ। र हामी बोटमै घुम्दा घुम्दै अनि 10 घन्टाको जर्नीले थकान लास्टै लागेको थियो। सो हामी त्यो दिन अझै केही एक्सप्लोर नगरी स्टेको लागि रुमको व्यवस्थामा जुट्यौँ। र फाइनली हामीले 1500 पर्ने गरी 11 जना बस्ने खालको 2टा रुम पायौँ। र त्यो रात हामी खाना खाएर त्यहीँ रेस्ट गऱ्यौँ। 14 जनवरी 2026 अर्को एक्साइटिङ डे अफ आवर जर्नी। हो रहा है, एक्टिव हो रहा है। हम लोग 2 रूम लिए थे, एक वो रूम हो गया, रूम ये है, देख सकते हैं। ये सब अभी तक सोया हुआ है। दोस्तों हम लोग रेडी हो चुके हैं। अभी देखो पैकिंग वैकिंग हो गया सब कुछ। हामी 10 बजे उठेर कोची एर्नाकुलम स्टेसनबाट अल्पुझा रेलवे स्टेसनको लागि निस्कियौँ। यो डिस्टेन्स 60 किलोमिटरको थियो। अहिले हामी चाहिँ अटोमा बसिसकेका छौँ। हामी चाहिँ यहाँ होइन कहाँबाट उतर्नु भएको दाइ? लोग अल्पुझा पहुँच चुके हैं और अभी जा रहे हैं बोट राइडिंग करने के लिए। ये देखिए आपको दिखाते हैं रास्ते और देखते हैं सब लोग आ गए हैं। सेकंड 2 ऑटो है, हम लोग 11 मेंबर है। तो गाइज हम लोग बुक कर लिए हैं, शिप बुक कर लिए हैं। अब बुक शिप पर जा रहे हैं। ये वाला नहीं, हम लोग इसको बुक किए सेकंड वाला को। और चलने वाला है। आज केरला वाला फील लेंगे गाइस। आज केरला वाला फील लेंगे। चल जो पछाड़ी जो भाग ले जो। खैर बख्शी का अच्छा। यहाँ पर सोने वाला भी है, बेड वेड है, हम सो सकते हैं। देख लीजिए इधर देखिए। हाँ। सो जाओ यहाँ पर, तुम्हारे लिए ही है। और देखिए और ये नेपाली भलोगर को देख लो, सो जाता है कहीं पर भी। कितना जाता है ये फुल स्पीड?
अभी बाद में आएगा फुल स्पीड? स्लोली 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 स्लोली। कितना किलोमीटर है ये? 30 किलोमीटर। हम लोग नेपाल से आए हैं ना, नेपाल बहुत दूर से। ये एक है कश्मीर से। हाँ सो यहाँ पूरा पब्लिक ट्रान्सपोर्टेसन देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मेन कुरो भनेको पानीबाटै ट्रान्सपोर्टेसन एक गाउँदेखि अर्को गाउँ जाने गर्छन्। पानीको थ्रु ट्रान्सपोर्टेसन सर्भिसहरू हुने गर्छ र योमा पनि टिकटवाला सिस्टम छ। टिकटको अनुसार मान्छेहरू त्यो पब्लिक ट्रान्सपोर्टेसन युज गर्ने गर्छन्। तर हाम्रो जुन हो यो प्राइभेट टाइपको रेन्टेड हो। ए गाइस देखो, गाइस देखो देखो। र त्यहाँबाट हामीले 4000 मा बोट हाउस रेन्ट गऱ्यौँ। यो मोमेन्ट सायद हाम्रो पुरै ट्रिपकै सबैभन्दा बेस्ट मोमेन्ट थियो। हामीले लास्टै इन्जोय गऱ्यौँ। द्याट्स भ्यू फ्रम बोट। चारैतिर बोटै बोट, कोकोनट ट्रिज, हरियाली वातावरण। यो यही ठाउँ हो जहाँको भिडियो तपाईँले कतै न कतै सोसल मिडियामा देख्नु नै भएको होला। यो ठाउँको पिसफुल इन्भाइरोमेन्टमा हामी हरायौँ र साँझसम्म हामी इन्जोय गरिराख्यौँ। और अब हम लोग को दिखाने के लिए जा रहा है राइस फार्मिंग, कैसे कहाँ पर कैसे राइस फार्मिंग करता है। देन राति स्टे नबस्ने भनेर हामी त्यही 20 किलोमिटर नजिकैमा रहेको नाइट भ्यू इन्जोय गर्न बिचमा पुग्यौँ र त्यही इन्जोय गर्दा गर्दै हामी 12 बजेसम्म त्यही टाइम स्पेन्ड गऱ्यौँ र राति 1 बजेको ट्रेन स्टेसनमा आएर ट्रेन समाथि हामी लाग्यौँ पराभर रेलवे स्टेसनसम्म। तबसम्म हाम्रो लागि अर्को दिन सुरुवात भइसकेको थियो। हामीले नजिकै बस स्टपमा 1 घन्टा जति कुरेर 6:30 मा आउने बसमा बसी जटायुतर्फ लाग्यौँ। सो अहिले भर्खर हामी बसबाट ओर्लेर यहाँ माथि चढिरहौँ। यहाँ अलिक माथि छ जटायु स्ट्याच्यु। रातभर ट्राभल गरेर सुत्न पाएको छैन, तर केही छैन, इन्जोय भइरह। अनि बिच बिच बाटोमा अलिअलि न्याप लिन पाइरह, त्यही हो। अहिले म चाहिँ यहाँ एउटा एकदमै नै इन्ट्रेस्टिङ कुरा देखाउने छु तपाईँहरूलाई। यहाँ बसिरहेको थिएँ होइन, के छ भन्दाखेरि यहाँ सबै रुखहरू होइन टेढो खालको छ कि अब हावाले हो कि केले हो होइन। यो रबर प्रोडक्सनको रुख है। यो रुखमा हेर्न सक्नुहुन्छ, हरेक रुखमा होइन, हरेक रुखको तल यस्तो लागेको छ होइन, यस्तो यो सेट गरेको छ बाउल। अनि यो रबरवाला हुन्छ नि, माथिको सेतो सेतो आएर यहाँ कलेक्ट गर्ने गर्छन् र यहाँबाट सबैमा रबर बनाउने गर्छन् कि यो हरेक रुखको तल छ। बेस स्पोर्ट अफ जटायु, जता 325 पर पर्सन थ्रु वाल्किङ र 500 पर पर्सन थ्रु केबल कारको अनुसार टिकट प्राइस रहेको थियो। हाम्रो साथीहरू पहिले घुमेर आइसक्दा उनीहरू अब ब्याग र सामान देख्ने भयो र हामी 3 जना 325 पर पर्सनको टिकट लिएर सरासरी उकालोको बाटो लाग्यौँ, जहाँ 850 प्लस सिडीहरू हामीलाई चढ्नु पर्ने थियो।
म पखेटाको अगाडि उभिँदाखेरि साइज कत्रो एउटा पखेटाकै साइज छ होइन। तपाईँहरूले एउटा यो भिडियोबाट अनुमान लगाउन सक्नुहुन्छ कि कत्रो ठुलो आकारमा छ। यो त्यही ठाउँ हो जहाँ एक्ज्याक्टली सीता मातालाई अपहरण गर्ने बेला रावणले जटायुको एउटा पङ्ख काटेको थियो। अनि त्यहीबाट इन्सपायर भएर यो स्ट्याच्युमा होइन एउटा साइडको पङ्ख छैन, एउटा साइडको मात्र पङ्ख रहेको छ। यो साइडमा पङ्ख छ होइन, अनि अर्को साइडबाट यसको पङ्ख छैन। यो साइड देख्न सक्नुहुन्छ पखेटो छैन, एकदमै नै भव्य रहेको छ यो। अनि यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्वकै सबैभन्दा ठुलो बर्ड स्ट्याच्यु भनेर रेकर्ड दर्ज गरिएको छ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो रावणको फुटप्रिन्ट हो भनेर यहाँ बनाइएको छ। एकदमै नै ठुलो छ यो फुटप्रिन्ट। यहाँ यस्तो सिसाले ढाकिएको छ, एकदमै नै ठुलो खुट्टामा यस्तो फुटप्रिन्ट छ है। यहाँ जटायुको यहाँ ठ्याक्कै फ्रन्टमा होइन, अनि त्योभन्दा पनि फ्रन्टमा यहाँ टेम्पल छ। यहाँ पे चढ़ने के लिए बहुत तकलीफ होता है, उतरने के लिए भी बहुत तकलीफ होता है। कश्मीरी भाइ कस्तो थियो एक्सपिरियंस? बढ़िया। नेपाली समझते हो क्या? पूरा समझ लेता हूँ, बोलना थोड़ा कम आता है। अभी बैग लेते हैं, इधर भीड़ देखो भाई लोग, भीड़। ओ माँ गोला, बहुत ज़्यादा भीड़ है, इधर से बैग लेना है। टोकन जटायुभन्दा 35 किलोमिटरको डिस्टेन्समा हामीले बस कभर गरी इन्डियाको वान अफ दि बेस्ट बिचमा पुग्यौँ र त्यो बिच रहेको थियो भारकाला बिच। र त्यहाँ पनि पुगेर हामी लाइफ खुलेर इन्जोय गऱ्यौँ। त्यसपछि हामीले भारकालामा रुम खोज्न लाग्यौँ, किनकि दिनभर उकालो सिडी चढेर थकान लागेको थियो। त्यसमा पनि समुद्रको पानी नुनिलो भएकाले बडीमा अलि एलर्जी टाइपको चिल्लाउने गर्छ। बट पछि हामीले थाहा पायौँ कि साउथ इन्डियामा पोङ्गल यतातिरको वान अफ दि मेजर फेस्टिभल चलेको कारण यहाँ सबै होटेल्सहरूको रुम अलरेडी बुक्ड भइसकेको छ। बचेको धेरै पाए रुमहरू पनि एकदमै नै महँगो प्राइसमा अभाइलेबल रहेको थियो। सो हामी लाग्यौँ हाम्रो नेक्स्ट डेस्टिनेसन तर्फ, तिरुभानन्तपुरम स्टेसन, जहाँबाट हाम्रो अर्को दिनको शिव स्ट्याच्यु जाने बस मिल्ने रहेछ। यो सिटी अलि ठुलो भएकाले हामीले अलि इजिली नै रुम पाइहाल्यौँ। यो केरला स्टेटको क्यापिटल सिटी नै हो र यहीँ हामीले त्यो रात बितायौँ। 16 जनवरी 2026 यो दिन हामीले अलि छिटो उठेर स्टार्ट गर्यौँ। फर्स्टमा हामीले तिरुभानन्तपुरममै हामी स्टे गरेको अराउन्ड 5 किलोमिटरमै श्री पद्मनाभ स्वामी वर्ल्ड रिचेस्ट टेम्पल भिजिट गर्यौँ र खाना खाएर टाइम वेस्ट नगरी हामी लाग्यौँ आजिमला शिव स्ट्याच्यु तर्फ। आजिमला शिव स्ट्याच्युको रिल्स मैले धेरै नै देखेका थिएँ। सो यो स्ट्याच्युको लागि म अति नै एक्साइटेड थिएँ। एन्ड फाइनली हामी पुग्छौँ आजिमला शिव स्ट्याच्यु। यो स्ट्याच्युको लोकेसन साँच्चीमा लोभ लाग्दो ब्युटी छ। पछाडि समुद्र, अरेबियन सी, चारैतिर हरियाली र नरिवलको बोट र अगाडि शिव भगवानको अद्भुत पोजिसनमा भएको स्ट्याच्यु। हामीले अर्को इन्ट्रेस्टिङ कुरा के थाहा पायौँ भने मन्दिरको पछाडि फ्रीमा खाना दिने गरेको। अनि हामी लो बजेट ट्राभलर सुन्ने बित्तिकै कुदिहाल्यौँ र टेस्ट नहेरिकन थपी 2-3 थाल खाइदिएको। साथै हामीले त्यही मन्दिरको अलि पछाडि भएको ठाउँमा गएर केरलाको आनन्द फिल उठाउँदै रमायौँ।
र त्यो रात हामीले तिरुभानन्तपुरमदेखि मुन्नार जानलाई अलुवा स्टेसनमा ओर्लियौँ। अलुवा आइपुग्दा अर्को दिन स्टार्ट भइसकेको थियो। राति 2 बजे हामी अलुवा स्टेसन आइपुग्यौँ। एराउन्ड 2 घण्टा बस कुरेर मुन्नारतर्फ हामी लाग्यौँ। मुन्नारको बाटो अलि टर्निङ र पहाडी क्षेत्र भएकाले बसमा राम्रोसँग सुत्न त पाएनौँ, तैनी मुन्नारको लागि हामी लास्ट एक्साइटमेन्ट थियौँ र त्यही कारण निन्द्रालाई पराजय गर्दै हामी आइपुग्छौँ 108 किलोमिटर कभर गरी मुन्नार। सो अहिले हामी चाहिँ मुन्नार आइसकेका छौँ। मुन्नारबाट हामीले यहाँ 2टा अटो रेन्ट गरेर अनि मुन्नारको डिफ्रेन्ट लोकेसन्सहरू यहाँबाट घुम्न गइरहेको छौँ। अहिले मेरो पछाडि देख्न सक्नुहुन्छ चियाको बगान छ। त्यो चाहिँ अहिले प्राइभेट प्रोपर्टी भएकाले हामीलाई एलाउ गरेको छैन। हामीले नेक्स्ट स्पोटमा गएर भन्दा राम्रो स्पोट देखाउने छौँ। र यहाँ एकदमै नै चिसो छ, एकदमै नै चिसो छ। अहिले पनि हातमा पुरा चिसो लागिरहेको छ। यहाँको मौसम तलको भन्दा एकदमै नै डिफ्रेन्ट छ। दुनिया जाए भाड़ में waterfall baby, here you can see waterfall. हामीले त्यो पुरै दिन त्यही मुन्नारमै इन्जोय गरी रातिमा बस लिएर तल झर्यौँ अलुवा स्टेसन र त्यहाँबाट रातिको 11 बजेको ट्रेनसम्म 18 जनवरी 2026 को 9 बजे आइपुग्छौँ हाम्रो नियरेस्ट जङ्सन आफ्टर कम्प्लिटिङ 600 किलोमिटर्स अफ ट्रेन जर्नी फ्रम अलुवा जङ्सन टु हाम्रो नियरेस्ट जङ्सन एन्ड 2 घण्टापछि आफ्नो रुम आइपुग्छौँ, होस्टेल आइपुग्छौँ। त्यसपछि हामी त्यो दिन पुरै सुतेरै बिताइदिन्छौँ।